यो गाइज इट्स मी मिस्टर कुखुरा ब्याक एगेन विथ द न्यू भिडियो। अनि आजको भिडियोमा चाहिँ हामीले चाहिँ तपाईँपट्टिसँग थाहैसँग होला, हामीले चाहिँ फ्री माइन्डक्राफ्ट होस्टिङ लिएर आएको छौँ, जसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ 24 GB फ्री माइन्डक्राफ्ट सर्भर, त्यो पनि इन्डियन मुम्बई नोडमा। ल लेट्स बिगेन। यो चाहिँ रहेको छ नाइट्रो क्लाउडको डिस्कर्ड सर्भर। यसमा तपाईँले चाहिँ इन्भाइट गर्नुपर्ने हुन्छ आफ्नो साथीहरूलाई। अनि आउने बित्तिकै चाहिँ तपाईँले सोल च्यानल गर्नु होला। सोल च्यानल गरेपछि सबै च्यानल देखिन्छ। त्यसपछि तपाईँ रुल्स पढ्नु होला। रुल्सहरू पढ्नेपछि त्यहाँ हेर्नुहुन्छ मैले पार्टनर पाएको छु, किनभने मैले चाहिँ यो होस्टिङमा चाहिँ आफ्नो गुरास एमसी बनाउँदैछु। अनि रुल्स पछि चाहिँ हाम्रो एनाउन्समेन्ट हेर्न सक्छ। यसमा चाहिँ फ्री सर्भर ड्यासबोर्ड आउँदैछ, त्यो पनि 600 मेम्बरमा। अनि त्यहाँ 600 मेम्बर गर्नु चाहिँ आफ्नो साथीहरूलाई इन्भाइट गर्नु होला। 600 मेम्बर चाहिँ छिटै हुन्छ यिनीहरूको। त्यो पनि क्वाइन बेस्ड सिस्टममा हुनेछ। क्वाइन लिएर तपाईँले माइन्डक्राफ्ट सर्भर अपग्रेड गर्न सक्नुहुन्छ फ्रीमा। त्यो पछि हेर्न सक्छ यिनीहरूको स्टेटस पनि पुरै अफ छ। फ्री माइन्डक्राफ्ट प्लानहरू पनि अफ छ यिनीहरूको। रिभ्यू चाहिँ झन् दामी रहेको छ। मान्छेहरूले सब पुरै खतरनाक रिभ्यू दिएको छ यिनीहरूलाई। त्यो पछि जाम अब हामी प्लानहरूतिर। प्लानमा चाहिँ बजेट प्लान रहेको छ। बजेट प्लानमा चाहिँ हाम्रो 100 रुपियाँदेखि स्टार्टिङ छ यिनीहरूको मन्थली। 100 INRदेखि चाहिँ 2 GB ऱ्यामको सर्भर पाउनुहुन्छ मुम्बई लोकेसनमा। अनि अरू पनि प्लान हेर्न सक्नुहुन्छ तपाईँले। यो चाहिँ 50 रुपियाँ भारू पर GB रहेको छ यिनीहरूको। त्यहाँबाट हामी जान्छौँ प्रिमियम प्लान। प्रिमियम प्लानमा चाहिँ यिनीहरूको चाहिँ योभन्दा हल्का हाई एन्ड प्लान हो। यसमा चाहिँ AMDको प्रोसेसर रहेको छ भने यो चाहिँ रहेको छ फ्री प्लान। यसमा चाहिँ 4 इन्भाइट गरेर तपाईँले 2 GB ऱ्यामको सर्भर इन्डियनमा पाउन सक्नुहुन्छ मुम्बई इन्डिया। त्यो पनि अनि अर्को चाहिँ रहेको छ 8 इन्भाइट चाहिँ बेस्ट फर SMPजहरू। यो पनि यसमा चाहिँ 4 GB ऱ्यामको र मुम्बई इन्डियनमा पाउनुहुन्छ विथ 24/7 अप टाइम। अनि त्यहाँ अरू पनि रहेको छ 16 इन्भाइटमा चाहिँ 8 GB ऱ्यामको सर्भर। अनि त्यहाँबाट 32 इन्भाइटमा चाहिँ 12 GB ऱ्यामको सर्भर विथ 300% CPU। यो चाहिँ बहुत बेस्ट हुनेछ। अनि फ्री प्लानको लागि इन्भाइट भइसकेपछि चेक गर्नलाई चाहिँ कमान्डमा गएर तपाईँले टाइप गर्नुपर्ने हुन्छ। कमान्ड सेक्सनमा गएर चाहिँ -i भनेर कमान्ड गरेपछि तपाईँको चाहिँ त्यहाँ इन्भाइट देखाउँछ बटले। त्यो इन्भाइट कम्प्लिट भइसकेछ तपाईँको 8 इन्भाइट छ या 4 इन्भाइट छ भने चाहिँ तपाईँले चाहिँ आफ्नो टिकटमा गएर चाहिँ टिकट बनाउनु पर्ने हुन्छ। सिलेक्ट क्याटेगोरी, त्यहाँबाट फ्रीमा गएर चाहिँ क्लिक गरेपछि चाहिँ तपाईँले आफ्नो जिमेल र पासपोर्ट दिने। अनि त्यहाँबाट यिनीहरूले प्यानलको लिङ्क दिन्छन्। अनि तिनीहरूले इन्भाइट चेक गर्छन्। त्यहाँबाट तपाईँले माइन्डक्राफ्टको फ्री सर्भर पाउन सक्नुहुन्छ। लाइक मैले पनि बनाएको छु, त्यहाँ हेर्न सक्नुहुन्छ। अनि यो चाहिँ गिभअवेहरू पनि गर्छन्। अनि तपाईँहरूले चाहिँ यो होस्ट राम्रो लाग्छ भने चाहिँ लाइक गर्नु होला। नेक्स्ट भिडियो चाहिँ आउनेछ तपाईँले कसरी फ्रीमा यस्तै डोमेनहरू लिन सक्नुहुन्छ आफ्नो माइन्डक्राफ्ट सर्भरहरूको लागि भनेर हुन्छ। अनि यो भिडियोलाई फटाफट लाइक र कमेन्ट गर्नु होला। अनि म यस्तै नयाँ भिडियोहरू बनाउँदै मिल्छु। बाई बाई। अनि तपाईँले अहिलेसम्म सब्सक्राइब गर्नु भएन भने यो च्यानललाई फटाफट सब्सक्राइब गर्नु। यस्तै भिडियोहरू आउँछ। बाई बाई।